हेलो नमस्ते सम्पूर्ण मेरो नमस्कार म जुगे आज पनि हाम्रा भाइलाई लिएर आएको छु यात्रु हुनुहुन्छ उहाँ नमस्ते हजुर नमस्कार म आशिष थापा नै हजुर लाइनमा पत्रकार भनेर मैले चिनिन्छु हजुर प्लस सुटिङ एन्ड एडिटिङ इन्स्ट्रक्टर हजुर सँगसँगै अब हाम्रै फिल्म पनि आउँदैछ हजुर। यो गत वर्ष हजुर अब त्यसको लागि हाम्रो सबै टिमलाई शुभकामना खुसीको खबर हिजो मात्रै स्क्रिप्ट पनि दर्ता भएको छ हजुर अब आज बुकिङ गर्दा गर्दै यहाँ हाम्रो दाइलाई भेटेँ मैले ट्याक्सीमा हुन त तपाईँको भ्लगमा आज म चाहिँ तपाईँलाई क्वेसन गर्नु कि क्या हो तपाईँको इन्ट्रेस्टिङ लाग्यो क्या एज अ क्यारेक्टर हजुर त्यो पनि ठिकै छ र हजुरको शुभ नाम भन्नुभयो होइन अनि हजुर यो क्षेत्रमा लागेको कति वर्ष भयो नि यो सुरुमा चाहिँ म भिडियो एडिटिङ र सुटिङबाट लागेको हजुर त्यसपछि लगभग 7 वर्ष बित्यो हजुर फिल्म लाइनमा चाहिँ आएको भर्खरै भयो 1 वर्ष नै पुग्यो फिल्म लाइनमा चाहिँ भर्खरै गर्नुभएको छ होइन अनि अरू तपाईँलाई यो काम गर्दाखेरि कति खुसी हुनुहुन्छ खै खुसी आएन अब आएपछि खुसी हुन्छु है ल हजुरले मलाई क्वेसन गर्छु भन्नुभएको थियो ल म जाने यति भन्छु भन्नुहोस् त के तपाईँको लागि चाहिँ इन्सपिरेसन के थियो यसरी ट्याक्सी चलाउने भिडियो बनाउने हजुर। कहाँबाट इच्छा त्यो पहिलो झिल्को चाहिँ के हो तपाईँको मेरो झिल्को चाहिँ अब मैले चाहिँ अब म गाडी त चलाउँछु मेरो काम गर्छु होइन अब एउटा हुन्छ नि त एउटा सबैलाई चाहिँ म चिन्न चाहन्छु कि सबैको अगाडि आउन चाहन्छु र यो सही कुरा र गलत कुरालाई पनि म अगाडि देखाइदिन चाहन्छु तपाईँको कारणले गर्दा खुसी पनि हुने सेटिस्फाई पनि हुने पेसेन्जरलाई खुसी पनि मिल्ने तपाईँको कारणले गर्दा म चाहिँ यो क्षेत्रलाई चाहिँ मैले अपनाएको युट्युब च्यानल है धेरै भएको छैन 2 दिन जस्तो मात्र भयो एकजना राइडरलाई मैले भेटेको थिएँ हजुर। उहाँ चाहिँ ट्याक्सी चलाउनुहुन्छ क्या हजुर उहाँ चाहिँ 8 बजे पछाडि केटीहरूलाई ट्याक्सीमा नराख्ने अरे हजुर लुट दिन्छन् रे गल्लीतिर लगेर हजुर होइन हजुर। अब त्यस्तो केही घटना तपाईँले भोग्नु परेछ कि नै त्यस्तो भन्नाले त्यो त अब पेसेन्जर उठाउन भन्न मिल्दैन उठाउनु पर्छ अब लेडिज पनि त नराम्रा हुँदैन जेन्ट्स पनि नराम्रा हुँदैन सबै मान्छेलाई एउटै तुलनामा गर्नु मिल्दैन किनकि सूर्य र चन्द्रमा भनेको आफ्नो आफ्नो उसले पनि आफ्नो प्रकाश दिन्छ उसले पनि आफ्नो प्रकाश दिन्छ होइन एउटै तुलना मिल्दैन त्यो कारणले गर्दाखेरि सबै मान्छे पनि एउटै छैनन् यो धरतीमा फरक फरक हुनुहुन्छ अब त्यो त्यस्तो पर्यो भनेर त्यसरी चाहिँ हरेस खानु हुँदैन त्यसको सामना गर्नुपर्छ त्यो त्यति डर आएर काट्टर भएर पनि काम लाग्दैन है अनि सम्बन्धित निकायलाई सम्म त पुर्याउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो चाहिँ आफूलाई डाउट लाग्यो त्यस्तो केही डर लाग्छ होइन र केही छ त्यस्तो भने पुलिसलाई इन्फर्म गराएर होइन चौकीसम्म लिएर जानु पनि सकिन्छ त्यसको लागि त्यो अहिले काठमाडौँको भ्यालीमा त्यति उ छैन होइन अनि अरू तपाईँलाई चाहिँ हजुर एज अ बिजनेस भनौँ अथवा एज अ करियर भनौँ यो पेसा यो क्षेत्र हजुर कतिको सहज छ जस्तो लाग्यो नि यो ड्राइभिङ क्षेत्र भन्नु ट्याक्सी ड्राइभर यो क्षेत्र चाहिँ अब सहज भन्दा पनि सहज बनाउने हो कुनै पनि काम सहज हुँदैन हामीले त्यसलाई चाहिँ भगीरथ भएर लागेर त्यसलाई चाहिँ अब कामलाई चाहिँ प्रेरित गरेर होइन अनि त्यसलाई चाहिँ हामी यी काम नै मेरो यही हो म यसैमै खुसी हुन्छु भन्ने एउटा सबैजनाले आफ्नो आफ्नो काममा इन्ट्रेस्ट राख्नुपर्छ काम अब जस्तै अब कसरी ठुलो कसरी सानो भन्दा त हेर्दा त अलग कुरा हुन्छ तर हामीले चाहिँ तपाईँको एउटै दृष्टिले हेरिन्छ होइन र अब हाम्रो नेपालमा चाहिँ तपाईँको यो काम ठुलो त्यो काम ठुलो त सानो म सानो त ठुलो म ठुलो भन्ने हुन्छ नि त यो तपाईँको एउटा के छ भन्दाखेरि हाम्रो बुझाइमा गलत छ अब विदेशीहरूले कति सम्मान गर्नुहुन्छ अब नेपालीहरूले सम्मान गर्नुहुन्छ नगर्ने होइन र पनि अब तपाईँको खुसी हुनुपर्छ सबै कामलाई तपाईँको आफ्नो कामलाई यही काम मेरो हो जिन्दगी खुसी हुनुपर्छ र एउटा कुरा के छ भन्दाखेरि आफू सेटिस्फाई पनि हुन सक्नु पर्यो त्यो काममा र त्यही कामलाई अगाडि गर्नु पर्यो जस्तो लाग्छ मलाई हजुर विदेशी रोजगारको ट्रेन्डको बेला तपाईँ चाहिँ म पनि कार्यरत थिएँ मन पुगेर अब हाम्रो देशमा फर्किएको हो अब यो देशबाट आफ्नो देशलाई माया गरौँ
पेसालाई माया गरौँ भनेर चाहिँ म अहिले यही नेपालमै कार्यरत छु र म अब बाहिर जाने मैले विचार बनाएको छैन सर। के छ नजाउँ भन्ने नै छ। नजाउँ भन्दा पनि अब आफ्नो भइसकेसम्म चाहिँ अब परिस्थितिले कहाँ लान्छ त्यो त कसैलाई पनि केही थाहा हुँदैन होइन। र एउटा के छ भन्दा नजाऊँ भन्ने चाहिँ एउटा विचार चाहिँ राखेको छु मैले चाहिँ र यस्तै छ हेर्नुहोस्। यसमा चाहिँ तपाईँको विचार एकचोटि मलाई फेरि बजार के लाग्छ एकचोटि युवाहरूका सबै नै हजुर विदेशी जुन यो अर्को लागेको छ हजुर यसमा चाहिँ तपाईँको ओपिनियन के छ? मेरो ओपिनियन चाहिँ युवाहरू लाग्नु भएको छ। अब देशमा केही छैन भन्ने पनि छ होइन। देशमा केही छैन भन्दा पनि हामी सबैले आफ्नो आफ्नो ठाउँबाट चाहिँ मिहिनेत गर्नुपर्ने हुन्छ। अब छन पनि छैन नभएको कारणले गर्दा हामी चाहिँ एकैचोटि ठुलो चिजबाट भन्दा पनि सानो चिजबाट पनि जान सकिन्छ होइन। र अब हाम्रो नेताजीहरूले चाहिँ अब युवाहरूलाई चाहिँ एउटा तपाईँको रोजगारको सिर्जना गरेर होइन तपाईँको हरेक कुराहरू अब दियो भने युवाहरू चाहिँ देशमा बसेर चाहिँ आफ्नो देशलाई चाहिँ अगाडि बढाउनको लागि टेवा पुर्याउँदाखेरि र हामीहरूले सबैजनाले जति जे सकिन्छ त्यही कामलाई चाहिँ क्षमतालाई अगाडि बढाएर लाँदाखेरि चाहिँ देशमा सुशासन समृद्धि पनि हुन्छ र राम्रो पनि हुन्छ र अगाडि पनि जान्छ। र हाम्रो नेताजीले पनि बुझ्नको लागि म यो चाहिँ भन्न चाहन्छु। अब यो नेपालकै कुरा गर्नुभयो राजनीतिकै कुरा गर्नुभयो अलिकता यो बन्दको माहौलमा चाहिँ कतिको गाह्रो पार्यो नि? बन्दको माहौलमा गाह्रो त गाह्रै छ होइन गाह्रै थियो। अब तपाईँको यो समस्याको समाधान भएन। तपाईँको चाहिँ एउटा के छ भन्दाखेरि अब अन्तर्राष्ट्रिय तहले हेरिन्छ। हाम्रो अन्तर्राष्ट्रिय तहले हेर्दाखेरि हामी नेपाली चाहिँ अझै पछाडि छौँ कि धेरै पछाडि छौँ होइन। विदेशीहरू चाहिँ धेरै अगाडि गइसक्यो। अब तपाईँको विदेशमा अब यहीँ ट्याक्सीको कुरा गऱ्यो भने अब तपाईँको अब अमेरिकामा अहिले ड्राइभिङ रोबोटले चलाउने ट्याक्सी लन्च पनि गरिसक्यो एलन मस्कले होइन। अब तपाईँको त्यस्तो छ। अब हाम्रो देशमा चाहिँ के छ भन्दा सिस्टम मिट्छ। अब एउटा तपाईँको कर सार्वजनिक गाडीको एउटा कर उठाएको छ होइन। अब अलग लिमिट छ नि त त्यसको। अनि मान्छेहरू चाहिँ त्यसैमा लगाइरहेका छन्। अब रातो प्लेटको साधनले टिप गर्दाखेरि यो प्राइभेटले टिप गर्दाखेरि अब सार्वजनिकलाई असर पर्ने भएको कारणले गर्दाखेरि यो आन्दोलन गरिएका हुन् होइन गरिएको थियो। र अर्को कुरा अब यसलाई चाहिँ असर त परिहाल्छ नपर्ने कुरो भएन। तर सबैजनाले चाहिँ एउटा बुझ्दैन र सरकारले चाहिँ एउटा निकायसम्म बुझ्दैन सही के गलत के भन्दा छुट्याएर अनि तपाईँको यो रातो बिलेटलाई चाहिँ टिप गर्न नदिएर कालो बिलेट जुन सम्बन्धित जुन चाहिँ जे हो त्यसैले चाहिँ जेको लागि बनेको त्यसैको लागि टिप गर्नु पर्यो होइन। मान्छे बनाउनु पर्यो र काम गर्नु पर्यो भन्ने चाहिँ हाम्रो सोचाइ हो। सरकारले चाहिँ कानुन रूपमा चाहिँ गर्नु पर्यो भन्ने कुरा। सरकार विषय कुरा गऱ्यौँ हामीले युवा विषय कुरा गऱ्यौँ पेसा विषय कुरा गऱ्यौँ हजुर होइन। हजुर अब त्यसै गरी वैदेशिक रोजगारको विषयमा कुरा गऱ्यौँ। अन्तिम टपिक चाहिँ छुट्टै छ क्या के छुट्टी भन्नुहोस् न। राजा सम्बन्धी त्यसमा चाहिँ तपाईँले के गर्नु भएको छ के सम्बन्धी चाहिँ आशा गर्नुहुन्छ? अब राजा भन्ने कुरा मैले लिएर आएर आउने पनि होइन। राजा भनेको अब सबैको साझा पनि भन्छन् होइन। तपाईँको सबै जनताले मैले भनेर केही पनि हुँदैन। अब आफ्नो ठाउँमा सबैजना आफै राम्रो छ। कोही पनि यो दुनियाँमा नराम्रो छैन है। आफ्नो ठाउँमा सबै राम्रो छ। तर जनताले चाहिँ एउटा के बुझ्नु पर्यो भन्दाखेरि अब तपाईँको सही के गलत के छुट्याउनु पर्यो होइन। अब मै सही हो मैले भनेकै हुनुपर्छ भन्ने कुरा त म पनि अब काम गर्ने मान्छे होइन। अब त्यो मै सही हो भन्न मैले मिल्दैन। तर जनताले चाहिँ एउटा चाहिँ के हो सही कुरा के गलत हो भन्ने कुरा छुट्याउनु पर्छ। राजाको विषय ल्याउनु भयो राजाको विषयमा अब त्यो जनताको विचार हो मैले भन्ने कुरा होइन। म पर्सनल कुरा राजा अब आफ्नो ठाउँमा ठिक हुनुहुन्छ होइन। सबैजनालाई सम्मान गर्नुपर्छ हामीले त्यही हो। मलाई पनि अब ठिकै छ। अनि तपाईँ चाहिँ यो क्षेत्रमा लाग्नु अब हाम्रो कुरा गर्दै अहिले चाहिँ हामी बुढा नीलकण्ठ आइपुग्न लागिसकेका छौँ उहाँलाई लिएर। र तपाईँलाई यो जुगे दाइको होइन ट्याक्सीमा चढ्दाखेरि कस्तो फिल भयो कस्तो महसुस भयो र के सुझाव दिन चाहनुहुन्छ? होइन तपाईँलाई म एकदम चिल ट्याक्सी ड्राइभर भनेर चिनिँदैछु भनेर चिनिँदैछु आउने दिनहरूमा। हजुर तपाईँको नम्बर चाहिँ
कुनै पनि चिजलाई हामीले काम गरेर तपाईँको धेरै आशा पनि गर्नु हुँदैन होइन र अब काम गर्दा गर्दै अब जे हुन्छ त्यसको लागि हुन्छ अब हामी चाहिँ किन सेटिस्फाई हुने भन्ने कुरातिर जानुपर्छ त्यो चाहिँ त्यति नै कुरा हो आफूलाई मजा लाग्ने चिज त अफकोर्स छोड्नु भएन भने हजुर हजुर तपाईँलाई पनि शुभकामना हजुर ओभरअल तपाईँलाई फिडब्याक दिँदा मलाई चाहिँ मजा आयो है ल थ्याङ्क यू र अर्को कुरा तपाईँले चाहिँ अहिले यो क्षेत्रमा लाग्नु भएको छ होइन तपाईँको यो फिल्म क्षेत्रमा लाग्नु भएको छ अनि फिल्म क्षेत्रमा के सही के गलत देख्नु भएको छ तपाईँले चाहिँ तपाईँको दृष्टिमा कस्तो हुनुपर्छ जस्तो लाग्छ फिल्म क्षेत्रमा के सही मैले देखेँ भन्दाखेरि चाहिँ यहाँ जोसँग कला र कला छ हजुर ऊ चाहिँ अगाडि बढ्न सकिने स्पटलाइटमा आउन सकिने हजुर चान्सेस चाहिँ अलिक बेसी छ त्यस्तो भन्ने गरी हार्डवर्क चाहिँ गर्नुपर्छ जस्तो मलाई लागेन हजुर होइन सायद सबैको केसमा त्यस्तो नहोला तर एउटा राइट बाटो चाहिँ हुन्छ आफू चिनिनको लागि हजुर। आफ्नो पहिचान बनाउनको लागि आफूसँग कला र गला छ भने चाहिँ हजुर अन्त हेरिकन हाम्रो नेपाली फिल्म क्षेत्रमा चाहिँ अलिक सहज देखिएको हजुर अनि अर्को नराम्रो लागेको कुरा चाहिँ मलाई के भन्दाखेरि चाहिँ तपाईँको केही कुरा मलाई मन परेन भने तपाईँले नराम्रो गर्नुभयो तपाईँले चिज मलाई मन परेन भनिदिँदैनन् क्या यहाँ बसेर हजुर तपाईँ है कस्तो राम्रो है छ नि देखावटी बेसी छ कि ए देखापट्टि बसी चाहिँ अनि पहिले त्यो चाहिँ तपाईँको चाहिँ दही चिउरी कुरा भयो तपाईँलाई मैले ठिकै पुरा भयो। भने नपराउने मान्छे हुनुहुन्छ भने तपाईँ अगाडि गएर म लुरुक्क पर्छु क्या हजुर यो क्षेत्रमा यो चाहिँ मैले नराम्रो दमनवादी भन्छ हुनु त अब कोट्याउँदै जाँदा अरू पनि होला हजुर यो हजुर त्यो चाहिँ दमनवादी भयो अनि हाम्रो हिरा हिरोइन चाहिँ कुन मनपर्छ कसको चाहिँ राम्रो छ अब यहाँ अभिनय कस्तो के छ मलाई मनपर्ने अहिलेसम्म लिड रोलमा चाहिँ त्यति साह्रो फेमस हुनुहुन्न हजुर मलाई मनपर्ने चाहिँ दिव्यदेव गौतम हजुर हिरोइनीहरूमा त सबै मनपर्छ है ल ठिक छ अनि तपाईँको चाहिँ जुन अब ए दिव्यदेव पन्त नेपालको यो नेपालको व्यवस्था तपाईँको क्षेत्रलाई हाम्रो क्षेत्रलाई कस्तो खालको व्यवस्था भइदिए हुन्थ्यो जस्तो लाग्छ र यही व्यवस्था ठिक छ जस्तो लाग्छ तपाईँलाई यही व्यवस्था भन्दा पनि हुन त अफकोर्स केही बेटर भइदिएकै राम्रो भन्छु म चाहिँ हजुर जस्तै यहाँनिर नेपालमा ठुलो क्यानभास छैन चित्र कोर्नको लागि हजुर होइन हजुर। सरकारहरूबाट पनि पोलिटिकल्ली पनि अलिकता केही टाइट सेड्युलहरू छ हजुर जस्तै हामीले आररेटेडै निकाल्नु पर्यो भने पनि यहाँ किन यस्तो भनेर ठुलो लफडा छ हजुर। होइन पोलिटिकल्ली टपिकै निकाल्यौँ भने पनि सेन्सर बोर्डमै ठुलो लफडा छ होइन अब टेक्निकल क्षेत्रमा पनि हामीसँग त्यो सबै प्रविधिहरू छैन अझै पनि हजुर त्यसमा पनि अझ बेटर गर्न पाइयोस् भन्छु हजुर हजुर भन्नु चाहनु मेकिङकै स्टाइलमा हामी अझै पनि सिक्न नै धेरै कुरा बाँकी छ स्टोरी टेलिङको हजुर। विषयमा हजुर होइन पोस्ट प्रडक्सनको विषयमा हजुर। भिएफएक्सको विषयमा हजुर आफूले गर्नुपर्ने मेहनत पनि धेरै नै छ हजुर अब त्यसमा अफकोर्स बेटर भइदियोस् जस्तो लाग्छ नि है अनि तपाईँ यो क्षेत्रलाई चाहिँ जिनियसलाई मात्र अगाडि ल्याउने मन लाग्छ कि सबै अब अरू मान्छेलाई पनि अगाडि लिएर बोल्ने मन लाग्छ तपाईँलाई चाहिँ कस्तो भन्दा जिनियस भने जस्तै तपाईँ यो क्षेत्रमा फिल्म क्षेत्र भयो नि त होइन चलेको मान्छेलाई मात्र अगाडि होइन म चाहिँ त्यसको विपक्षमा जस्तै हाम्रो फेसबुक च्यानल फेसबुककै पेज हजुर। अदृश्य संसारमा तपाईँले भिडियो हेर्नुभयो भने हजुर। त्यसमा हामीले पहिलोचोटिको डेब्यु एक्टरदेखि लिएर मेकअप आर्टिस्टदेखि लिएर हजुर। पर्दा पछाडिका हिरोहरू जस्तै एडिटर्सहरूदेखि लिएर डिरेक्टर्स त अफकोर्स डिरेक्टर प्रड्युसर भइ नै हाल्यो हजुर। त्यही माथि साइड रोलका क्यारेक्टर र सँगसँगै मेन रोलका क्यारेक्टर हामीले कसैलाई छुटाएका छैनौँ हजुर उहाँ सबैलाई प्रमोट गरेर हजुर। गर्ने काम गरेर छौँ प्लस हजुर। हामी भाइरल पछाडि पनि लागेका छैनौँ हजुर हजुर जस्तै तपाईँको बिहे भयो भने कतिवटा डिभोर्स गर्नुभयो होइन हजुर। पावरको गन्जी लाउनु भएको छ हजुर। हामी त्यतातिर छैनौँ क्या हजुर हामी यहाँ कलालाई प्रमोट गर्न आएको हो हजुर। त्यही भएर अफकोर्स चल्नेलाई नै ल्याउनु पर्छ भन्ने छैन हजुर हामीले रियल ट्यालेन्ट रियल आर्टलाई चाहिँ अगाडि देखाउनु पर्छ भन्ने कुरो हजुर। हो होला भाइरल आज चल्ला फाट्टा चल्ला हजुर। भोलिको दिनमा त्यसको के भ्याल्यु के रेस्पेक्ट हजुर तर एउटा प्रोफेसनल कन्टेन्ट होइन हजुर एउटा आर्टलाई प्रमोट गरेको चिज त भोलिको दिनसम्म पनि पुगेर जाँदैन नि त एकदम त्यही भएर लङ टर्म हेर्दाखेरि चाहिँ हजुर। मलाई चाहिँ त्यस्तो लाग्दैन कि चल्ने फेस नै ल्याउनुपर्छ हजुर। भाइरलकै पछि लाग्नुपर्छ त्यो चाहिँ मलाई लाग्दैन तपाईँ चाहिँ सही के गलत के र चाहिँ तपाईँको यो ट्यालेन्ट मान्छेलाई अगाडि ल्याउने भन्ने चाहिँ तपाईँको धारणा रहेको छ होइन ठिक छ धन्यवाद र अनि अर्को कुरा तपाईँको यो क्षेत्रमा लाग्दाखेरि तपाईँको कतिको खुसी हुनुहुन्छ तपाईँ यो क्षेत्रमा टिम
अर्कै खुसी थिएन। हजुर म के गर्दैछु भन्ने सोचमा न पैसा छ, हजुर मेन कुरा त पैसै चाहियो। हजुर पैसा चाहियो। मरि खट्याएको छु। र तपाईँको एउटा कुरा म यो जोड्न चाहेँ, अनि यो के अरे जुन पैसा नभएको मान्छे क्षेत्रमा होइन, जस्तो नै चाहिँ ट्यालेन्ट भए पनि लाग्न नसक्ने भन्ने मान्छेको मानस छ, यसलाई के भन्नुहुन्छ? फेरि पैसै नभएको अब जस्तै हामी हजुर पैसा त भयो हेर्नुहोस्, अब रकम ठुलो र सानो होला, हजुर। तर पैसा भन्ने चिज त चाहिन्छ। हजुर। जस्तै म यो क्षेत्रमा खासमा फोनबाट आएको, हजुर सुरुमा फोनबाट एडिट गरेँ, मेरो विदेशको क्लाइन्ट हुनुहुन्थ्यो, हजुर अलिकति बाटो थिएँ, हजुर। त्यतिसम्म चाहिँ डिल गर्न सकेको थिएँ मैले हजुर बोलेको भरमा। हजुर। अनि यही फोनमा एडिट गरेर उहाँहरूलाई म मिडिया प्रडक्सनहरू दिन्थेँ क्या, हजुर ग्राफिक्सहरू, भिडियोजहरू, हजुर। अनि एड्सहरू हजुर यही फोनबाट गरेर दिन्थेँ। अब अफकोर्स यो फोनमा पनि सानो भए पनि लगानी त छ। हजुर अब त्यस्तै गरी पैसै नचाहिने भन्ने त होइन, सानो लगानी चाहिँ बरु सानोबाट सुरु गरौँ, हजुर अनि त्यो सानोलाई चाहिँ सुरु गरिसकेपछि नछोडौँ क्या, कन्सिस्टेन्सी चाहिँ चाहिन्छ। हजुर त्यसपछि त अफकोर्स एक ठाउँमा आएर काहीँ न काहीँ त हार्डवर्क रेकग्निसन त भइ नै हाल्छ। हजुर। अब मान्छेले भन्छ कि थोरै लक पनि चाहिन्छ, अब म त भन्छु त्यो पनि चाहिँदैन। हजुर मेरो केसमा मलाई लकले साथ दिएको छैन। हजुर। हेर्नु छाला र हड्डी बाहेक केही पनि छैन, हो। मलाई कहाँबाट लक लागेन होइन होइन, जे गरेँ मैले आफ्नै ट्यालेन्ट हजुर। स्किलको भरमा गरेँ। हजुर मेहनतको भरमा मेहनत चाहिँ गर्नु पऱ्यो भन्छु म। रकम अफकोर्स चाहिन्छ, सानो र ठुलो आफ्नो ठाउँमा छ, रकम चाहिँ चाहिन्छ, नभइकन हुँदैन है। नभइकन हुँदैन। बरु त्यसको लागि अरूबाट नि भनौँ, सानैबाट पनि सुरु त्यसको लागि अब टिकटकहरू छ, हामी टिकटक गर्न सकिन्छ होइन। अब त्यो अब युट्युब छ। फोनमा नि पैसै लाग्यो, बाहिर नि पैसै नि लाग्यो होइन। हजुर। बरु टिकटक युट्युबबाट सुरु गर्ने, आफ्नै आँटलाई प्रमोट गर्ने। त्यसरी चाहिँ आफ्नो क्यारिकेचरलाई होइन, आफ्नो ट्यालेन्टलाई देखाउन सकिन्छ भनौँ है। ल यो भन्न जानुभयो। अनि अर्को कुरा तपाईँको चाहिँ यो उद्देश्य के हो नि यसको? मलाई फिल्म बनाउनु छ, फिल्म बनाउनु छ, डाइरेक्टर बन्नु छ। एज अ डाइरेक्टर। हजुर। अनि तपाईँले चाहिँ फिल्म बनाउनु भयो भने कस्तो खालको अभियान के अरे उसलाई अभियानलाई लिन चाहनुहुन्छ? अभियान भनेको चाहिँ मलाई सबै किसिमको फिल्म बनाउँछ। हजुर। तपाईँहरूलाई मनपर्ने होइन, हजुर। अब अलिकति नेपाली बोल्नु भएको होइन, हजुर। अलिकति मेहनती नेपालीलाई देखाएको, हजुर। टिपिकल नेपाली फ्यामिली ड्रामा पनि बनाउनु छ, हजुर। मलाई एक्सन र थ्रिल पनि बनाउनु छ, मलाई हरर भूतवाला डर लाग्दो पनि बनाउनु छ हजुर। होइन, मलाई पुरा सुपर हिरो आकाशमा उडिरहेको सुपरम्यान टाइप पनि बनाउनु छ। हजुर। मलाई सबै जनामा बुझ्न लाग्छ है। ल तपाईँको चाहिँ लक्ष्य पुरा होस् भन्न चाहन्छु है। ल अनि चाहिँ अन्तिममा के भन्न चाहनुहुन्छ यो जुगे दाइको ट्याक्सीमा चढ्ने पेसेन्जरहरूलाई र अनि यो जुगे दाइले के भन्न चाहनुहुन्छ? फेरि उकालो चढ्दैछु है, उकालो चढ्दैछु के अरे हजुर। अनि अन्तिममा चाहिँ अब हामी गन्तव्यसम्म आइपुग्न लागिसकेका छौँ होइन। के भन्नु म चाहिँ भन्नुभयो त भन्नु त? त्यही त अब अडियन्सले के भन्छ भन्दाखेरि हाम्रो जुनियर दाइ वान अफ द पुलिस ट्याक्सी ड्राइभर इन काठमाडौँ हजुर होइन, हजुर उहाँको नम्बर चाहिँ तपाईँहरू राख्नु नै होला भन्न चाहन्छु। हजुर मलाई त मजा आयो त्यही है। ल धन्यवाद। हामी यति भन्दै हामी चाहिँ बिदा हुन चाहन्छौँ र फेरि पनि उहाँको कुरा मन पर्यो र उहाँलाई चाहिँ अगाडि फेरि लिएर आउनेछु, उहाँलाई पक्का पनि होइन। म कल गर्छु दाइ। ल यति भन्दै हामी बिदा हुन चाहन्छौँ। बाई बाई, नमस्ते, बाई बाई।